कहाँ जानलाई र? कहाँ जानलाई र? कहाँ जानलाई र? लुम्बिनी। लुम्बिनी? डर लागेछ? डर लागेछ? लागेको छैन। राम्रो रहेछ। चाहिँ अब लखतरान अब नघुम्ने स्थिति भन्नुपर्छ। अब गाडीमा भिडाएर लैजाऊ ल। आहा लैजाऊ दाजु ल बिस्तारै त। हल्का गर्मी छ। अब हामी चाहिँ मन्दिरमा सरेर जाँदैछौँ। हाम्रो एकजना दाजुले चाहिँ खुब टेम्पोमा लाँदै हुनुहुन्छ। यहाँ त रेकर्ड लाग्दैन। आमाले भनेको रेकर्ड लाग्यो त लाग्दैन। यहाँ त हावा आउँछ सर। यो चाहिँ हाम्रो गन्तव्यको पहिलो गुम्बा। यो चाहिँ नेपाली गुम्बा भनेर भन्नुभएको छ। अब हामी भित्र छिर्दैछौँ। यो चाहिँ लुम्बिनीको परिसरभित्र रहेको हो। अब यहाँ आमा आउँदै हुनुहुन्छ। गर्मी छ यहाँ अलिअलि। ल जाउँ। त्यो नि हो नि हो के न्यू वडी खेलौ। अहिले जाने एउटा जाने खेलिरहेको एकदम रमणीय दृश्य देख्न सक्छ हामी। सानो पोखरी पनि छ। खौ गोल्डन टेम्पल। खै हो इसेन्दिङ त्यो गोल्डन मन्दिर त यस्तो पो देखेछ। खोलो घुम्ने आओ। हाँ मुला वैसे होती दिखाओ कि तो पैसा आया तब सैटरडे। खाऊ लो खाऊ ले लो लो ब्रो 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 ब्रोले लसन यो चाहिँ कम्बोडियाको सरकारद्वारा यो लुम्बिनीमा निर्मित गुम्बा हामी देख्छौँ। हामी जाँदैछौँ अब। चिउसेमलाई फोटो खिचिदिन्छ। एकदम कलाकृतिले भरिपूर्ण देख्न सक्छौँ हामी। आमा आउँदै हुन्छ। हामी भित्र छिर्छौँ। खोल तपाईहरुलाई यो चाहिँ हामी अब थाइल्यान्डको सरकारबाट निर्मित गुम्बामा घुमाउँदैछौँ। यो एकदम राम्रो डिजाइनमा कलात्मक रूपमा बनाइएको रहेछ। अब हामी हेर्छौँ यसको परिसर पनि एकदम राम्रो रहेछ।
आऊ न कस्तो आमाले रमाइलो लागिरहेछ रमाइलो लागिरहेछ खौ खौ एकदम कलात्मक मन्दिर देख्न सक्छौँ हामी वातावरण पनि एकदम शान्त छ हेलो म कुछन गल्ले भट अब त्यसपछि चाहिँ हामी यो 1000 बुद्धको मन्दिरमा आइपुगेका छौँ अब हेरौँ आज यो दर्शन गरौँ कस्तो छ एकदम नयाँ घरहरू पनि बन्दै रहेछ कन्स्ट्रक्सन पनि भइरहेछ आमा के रमाइलो भइरहेछ खुट्टा किन दुख्यो आज अरू दिन नदुख्ने आमाको हजार बुद्धको मन्दिरमा चाहिँ आमा दर्शन गर्दै हुनुहुन्छ यति कलात्मक बुट्टाहरू र यसको रङको संयोजन छ 1000वटा बुद्धहरूको प्रतिमा हामी यहाँ देख्न सक्छौँ एकदमै कलात्मक हिसाबले चाहिँ प्रस्तुत गरिएको छ खोलो माथिसम्मै देख्न सक्नु 1000 वटा मलहरु के हो ल 1000 वटा मलहरु के ल खाल्छे यो चाहिँ सिङ्गापुर सरकारबाट यो लुम्बिनी परिसरमा बनाएको चैत्य गुम्बा भनौँ यो हामी भित्र जाँदैछौँ तपाईहरुलाई घुमाउँछु है त चाहिँ विभिन्न राष्ट्रहरूले यसरी बनाइदिएको रहेछ नेपाल सरकारको चाहिँ अब त्यस्तै हो जो त स्यो हाम्रो आमा अगाडि जाँदै हुनुहुन्छ अब हामी यहाँ पनि दर्शन गर्छौँ अनि त्यसपछि पवित्र तीर्थस्थल बुद्ध जन्मेको भूमि लुम्बिनीमा विदेशीहरूले यति चासोका साथ चाहिँ लिएर अरूको देशमा यसरी आफूले खर्च गरेर यसरी स्तूपहरू मूर्तिहरू स्थापना गरेको देख्दाखेरि चाहिँ एकदमै भाव्य लाग्छौँ हामी र यहाँ पनि एउटा ठुलो गुम्बा वा मन्दिर के बनाउँदै गरेको पनि हामी देख्न सक्छौँ
यो चाहिँ द ग्रेट लोड्स अफ स्तूपा। यो चाहिँ अरे खाउ जुत्ता खान्छु। ल कितना दिन मोबाइल हुनु पर्यो? यो कुन देशको दाजु? यो बाहिर हो, यो जर्मनीको। चप्पल बाहिर छ। चप्पल खै आमा चप्पल सिसको हो। यो चाहिँ फ्रान्स सरकारले बनाइदिएको गुम्बा हो। हामी जाँदैछौँ। यहाँ खैरेहरू नै आइपुग्नु भएको छ। खौ खौ खै खौ Essential. बत्ती चाहिँ कहिले पनि मर्दैन भन्ने भन्छ। हो जा अहिले ओछिनी पो चुज मिसिन तिम्रो ल मोटर सिप भएको चुज अब छिटो निबिदिको दाउरा खोजेर ल्याउनु भयो दाजु? हो मुनि साइकल चल्ला पो खुटु टुटु। This is the beauty of Tarai. Cycling by women. बेबी बुद्धको स्ट्याचु। योभन्दा अगाडि चाहिँ मायादेवीको मन्दिरमा पुग्छौँ हामी। रमणीय छ वातावरण। आज त्यति धेरै गरम पनि छैन। अब चाहिँ हामी फाइनल्ली मायादेवी मन्दिरभित्र प्रवेश गर्दैछौँ। यसको लागि चाहिँ 20 रुपियाँको टिकट लिनुपर्ने रहेछ। हामी चाहिँ अब अहिले मायादेवी मन्दिरमा मुख्य मन्दिरभित्र प्रवेश गर्दैछौँ। आज शनिबार भएको भएर मान्छेहरू भिडभाड देख्न सकिन्छ। यता टिकटक बनाउँदै रहेछ।
అక్కడ ఫోటో అంటే చిన్న బుద్ధుని కాడ ఫోటో అన్నది जाऊ जाऊ ल पर के इज युङ गरे चाहिँ पुरानो इज गरे के इज गरे खोसी खोमा दुई पुरानो धिमसिम पुरानो घर रहेछ यहाँ पुरानोको यो चाहिँ यहाँ पुरानो खन्दै जाँदाखेरि यहाँ भेटेर अनि यहाँ दरबार रहेछ भनेर पत्ता लगाएर अनि यहाँ चाहिँ खौ 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 लु खौ 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 खुइ खुइ घेम चाहिँ खौ खौ के न्यू लो न्यू मेन मायादेवीको मन्दिर हो भित्र चाहिँ उत्खनन गर्दा भेटिएको बुद्ध जन्मेको ठाउँलाई चाहिँ सुरक्षित गर्न बनाएको स्थान हो यिनीहरू चाहिँ उत्खननको बेला भेटिएको स्ट्रक्चरहरू हो अनि मान्छेहरू हामी देख्न सक्छौँ यहाँ चाहिँ ध्यानमग्न मान्छेहरू नै हुनुहुन्छ पवित्र प्लेसमा आउने मौका मिल्यो धन्यवाद भगवान गौतम बुद्ध की जय त्यही ध्यानमग्न मान्छेहरू हामी देख्न सक्छौँ विदेशीहरू पनि देख्न सकिन्छ ध्यान गरिरहनु भएको छ यो अगाडि सानो पोखरी तलाउ पनि छ वाह इट्स अमेजिङ प्लेस एकदम शान्त अनुभव भयो शिवा शिवा nanti latar oh curi people la dong curi ner lasan la curi phalo शिवा धन ल बगी लासन curi ji सम्पूर्ण प्राणी जगतको भलो होस् भन्ने कामना गर्दछु यो शान्तिको भगवान बुद्ध जन्मेको जन्मस्थलबाट तपाईहरु सम्पूर्णको राम्रो होस् भन्ने शुभकामना व्यक्त गर्दै यो भिडियो यही अन्त गर्ने अनुमति चाहन्छु धन्यवाद हेरौँ न यस्तो न हेरौँ न यस्तो के तारै मनाउँछ तार menang sih, polisi ya. Nggak tahu menang sih, tar di menang. Nggak tahu menang sih. Aja menang tar di. Polisi yang Malaysia bawa singawan. Menang sih. Burger thop menang sih. Hah? Burger thop menang sih. Kodi kesi sih. Isun donga sih, asal bawa. Jangan akhir jadi sih besok. Menang sih. Kita tar di mekholo di. तार दी मोड़ी में नहीं होना लगे खाई वाला तीनों खाई ला मतलब होते हैं लोग मार बनाऊं हाँ आई रब बनाऊं वो ऐसे क्या पैकेट नहीं बनाऊं जी आयन बनाऊं जी दोंगे मला
फ्याला बनाउँछ फ्याला बनाए क्रिम ख्यात भइ होला भियतनामिज मङ्कहरूले चाहिँ प्रार्थना गर्दै यो बुद्ध जन्मभूमिमा प्रार्थना गर्दै हुनुहुन्छ। It's amazing, man. Oh, beautiful sunset. Ay, Arvan mulai ni. हामी चाहिँ अब बुद्ध दर्शन गरेर कपिलवस्तु दर्शन गरेर अब बस्ने ठाउँमा फर्कदैछौँ। बेलुका साँझको समय हो। ठुलो पोखरी रहेछ। रमाइलो भयो त अनि आमाको लुम्बिनी घुम्ने भने पुरो भयो। हुनु त बिहान आउँदा चाहिँ कस्तो गाह्रो भयो। के भएर बिहान एकचोटि के भनेको थियो नि फेरि नखोद के हो रे के को दुःख भयो रे नदुख्ने कपाल दुखायो भनेर आमाले प्लेन र गाडी आउँदाखेरि गरेको थियो। अहिले चाहिँ रमाइलो भयो भनेछ। अब भोलि जाने बेलामा फेरि त्यस्तै हो। अब गएर के खाने त रक्सी feeding to monkey head जम्मा त खाऊ खाऊ नासा चाहिँ पिन मन खाऊ जम्मा त पिन खाऊ यार पिन ओए ओए आई न सर यो ठाम्बिन उति गेर गाडो ठाम्बिन ठाम्बिन गेम यार पिनो उति पिनो खाऊ 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 ए धेरै आयो एक पग मात्र ल्याएर आएको यार पिनोले यारी पिनोले उनलाई घाटे जाने तामल तिर लौं भाइ नडराउ न आडे बगा पिनोले आए कही भयो पिदो पिदो ताम पिदो पिदो ए आमा डराएर दुमियार ए पिदो सकेर दाम पिदो आमा खाऊ खाऊ होला ए आमा डराएर हातमा दिनै सक्यो ओइ ढाड्लो न ए आमा भुइँमा हातमा दिनु न ए टन्नै खाऊ यारी बिनाले कस्तो मजाले टिप्न आउँछ
त्यहाँ डेब चुङ्गमाले भाउ विपत्ति लङ भाइ डराउनु हुँदैन पिन ल्यारिन् ओइ ओइ गप्प खेपै सबैलाई लखेट्ने आफू दादा पनि खाने ओइ ओइ यारी पिनोले यार मोटो न झड गर्नु हुँदैन ग्यालो प्लास्टिक जाँसुको खै भो मिलो गुने दिएका बजे भाइ Somebody